ल बाल्नुस् तपाईँले पो बाल्नु पर्ने त मम्मी म बाल्छु नि त अरू बाल्नु है सांगे दोला बेन्ज सांगे दोला सांगे युजे दोमाला मेबे देवा धम्मा मेलो युजे गेले चला 안녕 उठाएर यस्तो भगवानको देखाउनु ल उठाएर एउटा भगवानको सिधा गएर भगवानलाई देखाउनु अलि पिसार जाने बाबा त्यो तपाईहरु आदि भगवानलाई देखाउनु है ओम जय गुरु तपाईहरु सबै जबैले काट्नु आमालाई छुन्दा हुन्छ एक्काइसवटा टोलमा दिए अनि हाम्रो सर्ववास हुनुभएको उहाँको लागि जमल पावर गर्नेहरू 6 नम्बर जंगल पावर चाहिँ पछि अहिले नाउँ थाहा होला नि एमा मसल सँगै अब हाम्रो बाबा पक्कै रामकाजी गुरुङ रामकाजी गुरुङ हजुर उहाँको 1 वर्ष उहाँ स्वर्गवास हुनुभएर 1 वर्ष भएको छ। अब हाम्रो धर्म अनुसार चाहिँ मृत्युपछि चाहिँ 49 दिनसम्म चाहिँ अन्तर्भावको अवस्थामा बस्नुहुन्छ भन्छ कि एकदमै हामी छाम्याङ्गागी ले भन्छ जुन चाहिँ एकदमै महापाप जुनको सीमै हुँदैन त्यो सीमा भन्दा एकदमै नागेर चाहिँ ठुलो पाप गर्ने जसरी हाम्रो आमा बुवादेखि लिएर बोधिसाधुहरूलाई उहाँहरूकोलाई चाहिँ मृत्युमा पुर्याउने यस्तो कर्म गर्नेहरू चाहिँ सिधै नर्कमा जानुहुन्छ भन्छ। कि त एकदमै ठुलो सिद्धि प्राप्ति गरेर चाहिँ सिधै उहाँहरू चाहिँ सुखवती लोकमा प्रस्थान गर्नुहुन्छ। त्यो भएको माध्यम वर्गहरू जसरी तपाईँ हामी जस्तैहरू चाहिँ मृत्युपछि चाहिँ अन्तर्भावको अवस्थामा बस्नुहुन्छ। त्यो अन्तर्भावको अवस्थाको चाहिँ अवधि चाहिँ हाम्रो समय चाहिँ 49 दिनसम्म हुन्छ। अनि 49 दिन चाहिँ जस्तो पनि उहाँले चाहिँ पुनर्जन्म लिनुहुन्छ भन्छ। पक्कै हाम्रो रामकाजी गुरुङ उहाँ चाहिँ स्वर्गवास हुनु भएर एक वर्ष भएपछि पक्कै उहाँले चाहिँ उहाँको कर्म र तपाईँहरूको त्यसरी उहाँप्रति माया र
विशेष गरेर भगवान् अवलोकितेश्वरप्रति श्रद्धा र भक्तिको दुईटा राम्रो मिश्रणले चाहिँ उहाँले चाहिँ पक्कै चाहिँ पुनर्जन्म लिइसकेको हुनुपर्छ तर उहाँ जुनै ठाउँमा जन्मे तापनि उहाँको जन्म उहाँको जीवन चाहिँ हामीले आजको यस बत्ती बालेर चाहिँ तपाईँहरूले 108वटा बत्ती उहाँको निमित्त बाल्नुभयो 108वटा बत्तीको पुण्यबाट चाहिँ उहाँलाई चाहिँ पक्कै उहाँको जीवन चाहिँ है सुखमय जीवन बित्न पाओस् भनेर हामीले बत्तीको पछि तपाईँहरू घनचक्र प्रसाद चढाउनु भयो त्यसपछि अब अहिले गएर हामीले उहाँको निमित्त हामीले हामी चाहिँ प्राणीदान भन्छ त्यसलाई सरल भाषामा प्रार्थना है गर्ने भन्छ प्रार्थना पनि गऱ्यौँ उहाँको होइन उहाँ चाहिँ सुखवती लोकमा बास हुन पाओस् उहाँ जुनै ठाउँमा उहाँले जन्म लिएछ भने एउटा सुखमय जीवन बिताउनु पाओस् भनेर हामीले प्रार्थना पनि गऱ्यौँ अब हामीले आज हामीले पुण्य सञ्चयको रहेछ यो पुण्य चाहिँ फेरि हामीले हाम्रो स्वर्गवास हुनुभएको रामकाजी गुरुङ उहाँ लगायतको विशेष गरेर उहाँलाई अनि सँगै जति पनि अलि प्राणीहरू दुर्गति लोकमा उहाँहरू होइन यसरी अन्तर्भावको अवस्थामा बस्नुभएको उहाँलाई पनि सुखवती लोकमा बास हुन पाओस् भनेर हामीले आज गरेको पुण्य सञ्चयहरू चाहिँ परिणामन भन्छ यसलाई अब इङ्ग्लिसमा डेडिकेसन त्यो गर्नुको निमित्त जुन किताब तपाईँसँग पाएछ त्यही किताबको अन्तमा छ जम्बल पाओ भनेर लेखिएको छ त्यसलाई फेरि हामी लाइन लिएर पढ्छौँ है तपाईँहरूले पनि पढ्नु सक्नुहुन्छ जम्बल पाओ भनेर छ अन्तमा छ रवि जानु उता दिनु न ओम नमो भगवते अपरमित बाबालाई लगाइदिन्छ अनि बाबुलाई लगाइदिन्छ है बाबालाई लगाइदिन्छ प्रलभ मम्मी प्रलभलाई गरिदिनु यी बाबु यहाँ आउनुहोस् गुरुसँग लाउनुहोस् त टोपी खोल्दो रहेछ पुरो बुझ्दैन कि गुरु यो बाबुलाई अलि आशीर्वाद दिनुहोस् न खानु न अब खानु मिठो छ नि अलि कुरो अलिक नबुझिसक्यो बाबु गुरुज्यू गर्नु बाबु गुरुज्यू गर्नुहोस् त बाबुलाई आशीर्वाद दिनुहुन्छ गुरुले अनि बाबुलाई ओके तपाईँले यो बिलाइदिनुहोस् है तपाईँले पछि बुझ्दा साइडमा बिस्तारै यहाँ गुरुसँग यता त गर्दै गएन त त्यो न खुवाइदिनुहोस् पछि खुवाइदिनुहोस् बिस्तारै ल ओम नमो भगवते गुरुलाई दिनु Om Amarane Jendaya So Om Amarane Jendaya So Om Amarane Jendaya So
पैसा दिनु छ्यापालेसी गर्नुभयो मामै पुजाइदिँदा त्यहाँ गुरुमणि बाबु फोटो खिच्यो हवस् प्रणाम ए प्रणामलाई समाधान प्रणामलाई समातेर गर्दैन सबै बाबुको फोटो खिचेकै हुन्थ्यो एउटा ग्रुप फोटो उहाँ पुग्यो तिनीहरूको सन्तान त फेरि ट्राई गर भनेको मानिएन थ्याङ्क यू बाबा वेलकम मेरो बाबा भएर पनि तिमीहरूको गाडी उता गयो भाइकै छेउमा हो